अनि एउटा एउटा म तिमीलाई कथा सुनाउँछु होइन। एउटा मान्छे रहेछ अरे, अनि उसको छिमेकीले उसलाई एकदम तथानाम चाहिने नचाहिने गाली गलौज गर्ने, के बदनाम गर्ने, उसलाई चाहिँ उसको इज्जतै फालिदिने, बेइज्जत गर्ने यस्तो कामहरू गरेछ होइन। अनि ऊ त्यो छिमेकीबाट आजिर भएर अनि गएर मुद्दा हालेछ क्या त्यसलाई। अनि मुद्दा हालेछ, अनि मुद्दा हालिसकेपछि अनि पक्ष विपक्षमा फैसला के अरे मुद्दाका बहसहरू भए होइन। अनि लास्टमा न्यायाधीशले निर्णय सुनाउन रेडी भयो। त्यसको त्यो मान्छेलाई अगाडिपट्टि बोलाएर के भनिन्छ भने ल अब त अगाडि आइज भनेर त्यो गाली गर्ने मान्छेलाई अगाडि आइज भनेर बोलाएछ। त्यसपछि अगाडि गयो। त्यसपछि ल अब मैले तँलाई फैसला सुनाउँछु, आज होइन तँलाई म फैसला भोलि सुनाउँछु, तर तँलाई आज म एउटा काम दिन्छु, त्यो काम एउटा गर्नुपर्छ भनेछ। हुन्छ हजुर, म के गर्नुपर्छ म गर्छु भनेछ। अनि एउटा मान्छे अनि एउटा पेपर दिएर अनि ल तैँले हिजो तेरो छिमेकीलाई जे भनेर गाली नराम्रो कुराहरू बेइज्जत जे कुराहरू गरेका थिइस् नि त्यो सबै कुराहरू सम्झे जति गरेर लेख्नु लगाएको थियो पेपरमा होइन। अनि पेपरमा लेखिसके हजुर भने सबै कुरा लेखेछ, सम्झेर के गाली गरेका थिए के भनेको थियो भने सब सम्झेर लेखेछ। अनि त्यसपछि जजले त्यसलाई अब च्यात भनेर सुइसिन च्यात्न लगाएको छ, पाना टुक्रा बनाएर च्यात्न लगाएको छ, हातको लिङ्क लगायो होइन। अहिले आज अब यो टुक्रातिर हातमा भएको टुक्राहरू त घर जाँदाखेरि बाटोमा फाल्दै छर्दै उफ्राउँदै होइन त्यसो गर्दै घरमा जानु, अनि भोलि आउनु, म भोलि त्यसको फैसला चाहिँ अनि के हुन्छ भोलि सुनाउँछु भनिन्छ। त्यसपछि त्यसले चाहिँ त्यही आफूले गरेको गालीको कागज टुक्रा च्यातेर टुक्राहरू सानो मसिनो टुक्रा बनाएर अनि बाटोमा फाल्दै घर गएछ, बस्यो, सुत्यो, भोलिपल्ट गयो फेरि अनि जसलाई भेट्न गयो कोर्टमा होइन। ल हजुर म त आइसकेँ, म हिजो मैले भने अनुसारले फालेको छु भन्दै गएछ। त्यसपछि उसले जजले के भनिन्छ भने अब जजको तेरो फैसला दिनुभन्दा अगाडि अझ म तँलाई एउटा कुरा भन्छु, किनभने तैँले हिजो जुन गाली लेखेको कागजहरू जुन फालेछस् नि बाटोमा, त्यो कुराहरू सबै त एकचोटि बाटोमा त जहाँबाट गएको थिइस् त्यो सबै गएर फर्केर त्यो सबै कागजका टुक्राहरू टिपेर सबै कलेक्सन गरेर आइज, अनि त्यसपछि म फैसला सुनाउँछु भनेर। अनि रिसाएछ, कहाँ हुन्छ कसरी हुन्छ त्यो मैले त बाटोमा कहाँ फालेँ कसरी फालेँ कता पुगिसक्यो, अब कहाँ हावाले कहाँ पुऱ्याइसक्यो, यस्तो भइसक्यो, मैले त ल्याउन सक्दिनँ, अब त्यो गर्न सक्दिनँ भनेर ऊ त उतर्सिन्छ होइन। त्यसपछि अनि जजले भनेछन् क्या, हो तैँले अर्काको इज्जत, अर्काको प्रतिष्ठा, अर्काको कुरा, अर्काको गाली, अर्कालाई गाली गर्ने, नराम्रो सोच्ने गरेर तैँले जति कुराहरू भनेको थिइस् नि हिजो, त्यो कुराहरू मैले तँलाई कुनै पनि सजाय दिएँ भने फिर्ता हुन सक्छ त? तैँले एउटा लेखेको गाली त कलेक्सन गरेर फिर्ता ल्याउन सक्दो रहेछस् भने अब उसको इज्जत मैले कसरी फिर्ता दिन सक्छु, कसरी फिर्ता ल्याइदिन सक्छु? तैँले उसको बेइज्जत गरिसकिस् होइन। त्यो भएर अर्कालाई आफूले केही कुराहरू बोल्नु गर्नुभन्दा अगाडि सोच विचार पुऱ्याएर तैँले गर्न पर्थ्यो, त्यो गरिनस्, त्यो तेरो भयङ्कर गल्ती हो। अब तँलाई मैले कुन सजाय दिएर त्यो कुरा उसको इज्जत फिर्ता ल्याइदिउँ त भनेर प्रश्न सोध्यो अरे क्या। भने अब यो घटनाको सोसल के भयो त, सोसल मोरल एजुकेसन के भयो त तिम्रो विचारमा? मेरो विचारमा त्यही त मान्छेलाई केही भन्नुभन्दा अगाडि सोच विचार गर्नुपर्दछ। अर्काको बेइज्जत गरेपछि होइन त्यो इज्जत चाहिँ फेरि फर्केर आउँदैन होइन। जति सक्यो अर्काको इज्जत भनेको त्यसै हल्का हुँदैन। हामीले सानो कुरा सोच्छौँ, त्यो कुरा गरेर अर्काको बारेमा कुरा काटेर नराम्रो कुरा गरेर हामी अर्काको इज्जतको कुराहरू फाल्छौँ, अर्कालाई गाली गर्छौँ, नराम्रो गर्छौँ। तर त्यो कुराहरू फिर्ता गर्न कुनै संसारको कुनै पनि नियम कानुन ऐन अब अदालतले सक्दैन। त्यो भयो होइन। त्यो भएर गर्नुभन्दा अगाडि हामीले त्यो कुराहरू सोच विचार पुऱ्याएर गर्न पर्यो होइन। अब हाम्रा साथीभाइहरू सबैले पनि त्यो किसिमले आफ्नो कुराहरू आफूले त्यस्तो कुराहरू गल्ती गर्नुभन्दा अगाडि चाहिँ एकपटक सोच्नुहोस् है त, कस्तो लाग्यो?